कस्तो सुन्दर भएको छ ल हेर्नुहोस् त यो यसलाई के भन्छ बकानको गाछी हेर्नुहोस् है हामीले अगाडिको वर्ष रोपेको हो यो यहाँ बिरुवा नै हुँदै हुँदैन लाग्दै लाग्दैन यहाँ मान्छे भन्थे तर हामीले हेर्नुहोस् यति लगाएको छौँ यो चाहिँ हेर्नुभयो भनेदेखि म भन्दा यसको साइज ठुलो छ हेर्नुहोस् कत्रो ठुलो भएको छ हेर्नुहोस् है यदि चाहिँ सबै भइदिएको भए यस्तै हुने थियो सबै हुँदा कहाँनिर छ भनेदेखि यो आँखा अस्पताल जाने बाटोमा छ हेर्नुहोस् हामीले लगाएको यहाँ एउटा छ अब यहाँनिर त्यसपछि अर्को कहाँनिर थियो भने यहाँ पनि थियो हेर्नुहोस् हामीले यो प्लास्टिकको जाली लगाएको थियौँ प्लास्टिक जाली हेर्नुहोस् त भुस भएको छ हेर्नुहोस् प्लास्टिक जाली भएको थियो ल हाम्रो भाइ आउँदै हुन्छ खन्दै सुन्दाजी आउनु भएको छ प्लास्टिक जालीमा कति डुप्लिकेट हुन्छ ल हेर्नुहोस् त एक वर्ष पनि टिकेन यिनीहरू घस्याङ घुस्याङ भएको छन् होइन त्यसपछि अर्को हाम्रो यो हेर्नुहोस् यो निमको गाछी यो यहाँ कसले मुन्टो तोड्दिएको छ हामीले फेरि आज जाली लगाएको हो यो यहाँ बिरुवा लगाएका हौँ त्यसै गरी हेर्नुहोस् यहाँ पनि अर्को बगानको गाछी चाहिँ देख्नुहुन्छ कति सुन्दर भएको छ होइन यो राम्रो भएको छ ठ्याक्क यो आँखा अस्पतालको अगाडि हो जाली त यस्तै जाली सबै भस्याक भुसुकी एक वर्षमा यस्तो त भयो जहाँ रह्यो यसो रहेको छ अब यहाँ कतिपय ठाउँ चाहिँ बाख्राहरूले खाइदिएको छैन धेरै बाख्राहरूले खाएको ठाउँ हामीले फेरि नयाँ रोप्दैछौँ हामी होइन नयाँ रोप्दैछौँ यदि चाहिँ बाख्राले नखाइदिएको भए अहिले यहाँ हामीले अर्को नयाँ बिरुवाहरू रोप्दैछौँ हामीले यहाँ यो टिकको चाहिँ यो पात छ यदि आफ्नो घर अगाडिका सबैले संरक्षण गरिदिने भए साह्रै राम्रो हुने थियो अब एक त यहाँ घर पनि छैन त्यस्तो देखिने तर फ्याक्ट्रीहरू गोदामहरू के छ उहाँहरू गर्दै पनि हुन्थ्यो ल सुनिताजी यहाँ यो काँकीको बिरुवा टिकको बिरुवा लाएर चाहिँ माटो हाल्दै हुनुहुन्छ पनि यहाँ पानी पर्न थाल्यो बडो खुसी लाग्यो पानी पर्दैछ त्यसको कारणले गर्दाखेरि हामीले यता रहेको बिरुवा अब हेर्नुहोस् यहाँ एउटा यहाँ भित्र छौँ गाडीमा यो जामुनको हेर्नुहोस् है यो सबै बाख्राले खाइदिएको छ नि अब जाली सडेर गयो जाली पनि लाएको थिएँ भाडा सबै छ बाख्राले खाइदियो बढ्नु छैन तर ठुलो गाछी भइसकेको थियो त्यस्तै यहाँ लहरै त्यस्तै छ कि सबैमा अब चाहिँ हामी आज फेरि नयाँ जाली लाउँछौँ पानी पऱ्यो हामी